So hello everyone, namaste सबैजनालाई. I believe you guys are doing great on your life. So welcome back to my another reaction video on my channel. So I believe you are doing great, amazing, fantastic on your way. So आज चाहिँ म रियाक्ट गर्न गइरहेको छु हाम्रो BBC नेपाली च्यानलमा अपलोड भएको भर्खरै अपलोड भएको एउटा डकुमेन्ट्री छ जुन चाहिँ भदौ 23 र 24 गते जेनजी प्रोटेस्टमा के भएको थियो, व्हाट्स actually happened on this day. So before starting this video, I just want to clarify to everyone, this video is not for the like, comment and views. So your video bhaneko just I want to share the truth, reality and clarity to the people for the awareness. जनताहरुले को चाहिँ चेतना जागोस् यो भिडियो हेरिसके पछाडी के भएको थियो, मेबी लास्ट टाइममा आएर उनीहरुले भोट फर चेन्ज गर्न सक्छन्, त्यही भएर गर्दाखेरि चाहिँ मैले यो भिडियो बनाउन लागेको. सो यो भिडियो चाहिँ इन्टरटेनमेन्टको लागि होइन, यो चाहिँ जस्ट पब्लिक अवेयरनेस, रियालिटी, ट्रुथ शेयर गर्नको लागि हो. सो यदि हजुरहरुले यो भिडियो पहिले हेरिसक्नु भएको छ भने द्याट्स ग्रेट, यदि छैन भने लेट्स वाच टुगेदर. भीड़ बिथोलियो के भीड़ बिथोलियो नि त नि आने यता भीड़ बिथोलियो के केटाहरुले. ओ माय गॉड, ओली सक्यो मान्छे त बच्चा यस्तो छ पुलिसले लुकाएर ओ माय गॉड. यतिसम्मको लापरवाही गर्नुहुन्छ त है सरकारले. नेपाल 2082 साल भदौ 23 गते काठमाडौँका सडकमा जेनजी प्रदर्शनकारी परिवर्तनको माग गर्दै उत्रन्छन्, तर तिनीमाथि अश्रु ग्यास र गोली प्रहार गरिन्छ. त्यसपछिका केही घण्टामा स्कुल ड्रेस लगाएका एक किशोर सहित 19 जना नेपाली युवा आफ्नै सुरक्षाकर्मीले हानेको गोलीबाट मर्छन्. यी मृत्युले जन्माएको रिसले भोलिपल्ट चर्को विरोध प्रदर्शन ल्याउँछ. यसपटकको रिस नियन्त्रण गर्नै नसकिने बन्छ. कसले सोचेको थियो यार यति यस्तो हुन्छ भनेर, कसले सोचेको थियो यार. इट्स रियली ब्याड यार फर नेपाल. अब चाहिँ यो कहिले देख्न नपरोस् यार यस्तो. इट्स रियली हट. सडकमा खिचिएका 4000 भन्दा धेरै भिडियो, प्रदर्शनकारी तथा प्रहरीसँगका विशेष अन्तर्वार्ता र बीबीसी आईले मात्रै प्राप्त गरेको प्रहरी रेडियोको गोप्य अभिलेखका आधारमा हामीले ती 2 दिनका त्रासद घटनाको सूक्ष्म विवरण यहाँ प्रस्तुत गरेका छौं. हामीले नेपालको शासक वर्गले कसरी यस प्रदर्शनमाथि नियन्त्रण गुमाए भन्ने खुलासा गरेका छौं. गोली हान्ने आदेश कसले दिएको थियो र परिवर्तनका लागि व्याकुल युवा पुस्तालाई नेपालका प्रहरी, सेना र राजनीतिक कर्मीहरूले कसरी निराश बनाएका थिए भन्ने सोधेका छौं. माय गॉड. रिस र रक्तपातका ती 48 घण्टा पछाडि वर्षौंदेखिको कुण्ठा थियो. एक दशक लामो सशस्त्र द्वन्द्वपछि 2064 सालमा नेपालले राजतन्त्र हटायो. 2072 सालको नयाँ संविधानले नयाँ थालनीको बाचा त गर्यो, तर 10 वर्ष बित्दा पनि त्यो बाचा यथार्थमा परिणत भएको छैन. नेपालका झण्डै 20% युवा बेरोजगार छन्. 10औं लाख युवाका लागि विदेशनुको विकल्प छैन. देश ऋण र आर्थिक परनिर्भरतामै रहेको छ. सतहमा हेर्दा 3 मुख्य राजनीतिक दल बीच नै सत्ता घुमिरहेको. त्यही त यार, द मेन प्रब्लम भनेको चाहिँ हाम्रो जेनजीहरूको डिमान्ड नै त्यस्तो धेरै हाई त थिएन नि त. उनीहरूले त्यस्तो धेरै हाई डिमान्ड राखेर नेपाललाई पुरै सिङ्गापुरै बनाऊ 6 महिनामा अमेरिकै बनाऊ त भनेको थिएन नि त. जेनजीहरूले जस्ट के भनेको भन्दाखेरि करप्सन कम गर, भ्रष्टाचार कम गर. अब
अब हामीले त्यति आवाज उठाउँदाखेरि सोसियल मिडिया ब्यान गरिदिने, आवाजै बन्द गर्न खोज्ने, त्यो त पुरै डिक्टेटरसिपतिर कन्ट्रीलाई लगे जस्तो भयो नि त। यति साह्रो चाहिँ गर्नु हुँदैन थियो क्या। त्यस्तो धेरै डिमान्ड पनि हामीले मागेको थिएनौँ क्या। जस्ट करप्सन कम गर, देशमा सुशासन ल्याऊ, समृद्धि ल्याऊ, देशलाई विकासको बाटोतिर लग। त्यस्तो नेपाललाई पुरै सिङ्गापुरै बनाउँ 6 महिनामै त्यस्तो भन्ने खालको त थिएन नि त। रहेको चाहिँ देखिन्छ। तर पाका उमेरका केही नेता मात्रै दशकौंदेखि सत्तामा टाँसिएर बसेका छन् भन्ने धेरै नेपाली युवाको बुझाइ छ। जेनजी पुस्ताका धेरै विद्यार्थी जस्तै 26 वर्षीय रक्षा बम पनि लोकतन्त्रले सोचे जस्तो परिणाम दिन नसकेको मान्छिन्। नेपाली जनताको बलिदान, उनीहरूको सङ्घर्षको उपलब्धि र भविष्य आज एउटा व्यक्तिको अहंकार र कुशासनको बन्धनमा छ। देखिको हामीले जुन अनुहारहरू रिपिटेडली हेरिरहेका थियौँ, ती अनुहारहरूले हामी प्रति गरेको जुन व्यवहार थियो त्यसप्रति हामी एकदमै आजित भइसकेका थियौँ कि हाम्रो पुस्ता भनौँ न अझै। किनभने उहाँहरूले सडकमा के भइरहेको छ, सडकको आवाज के हो भनेर बुझ्नै खोज्नु भएन कहिले पनि। नेपो बेबीवाला जुन ट्रेन्ड चलिरहेको थियो संसारभरि नै, त्यो नेपाल पनि आयो। दिस इज द रियालिटी नि त। हामीले स्टार्ट गरेको यही हो नि त खासमा। यति नगरे त हुँदैन थियो नि त। वाइ वी आर पेइङ द ट्याक्स टु इन्जोय देयर चिल्ड्रेन्स, फर द लग्जरियस लाइफ फर देयर चिल्ड्रेन्स। हाम्रो नेताहरूको जीवनशैली, उहाँहरूको छोराछोरीको जीवनशैली र हामी आम जनताको जीवनशैलीमा चाहिँ यत्रो ठुलो असमानता रहेछ। We wake up, work hard, pay taxes, but those in power, they keep on stealing. त्यो भइसकेपछि सोसियल मिडिया ट्रेन्ड चाहिँ त्यही अनुसार चल्छ नि त। विभिन्न नेताहरूको छोराछोरी अथवा नेताहरू एक्सपोज हुँदै थिए। It is time we call out these people and make these people feel accountable for their choices. यस सन्देशले लाखौं युवा युवतीको मन छोयो। जस्तै घरमा बङ्कु भनेर मायाले बोलाइने 17 वर्षका श्रीयम चौलागाई। मलाई सबैभन्दा दुःख लागेको भनेको यो भाइको हो यार। कसम यार, स्कुल ड्रेसमा गएको थियो यार, माँ कसम यार। मलाई मजै आएन क्या कसम यार। यो हेर्दाखेरि यसलाई गोली टाउकोमै हान्यो क्या ताकेर। त्यो पनि यसको केही गल्ती थिएन, यो खाली गएर फर्किरहेको थियो क्या। यो मान्छेको परिवारमा यो एउटा मात्रै छोरो थियो क्या, तर मारिदियो क्या। केपी ओलीले मारिदियो क्या, माधर कोलीले। म केपी ओलीले नै मारेको भन्छु क्या। यसको आमा बुवाको एउटा मात्रै छोरो थियो क्या, कलेज पढ्ने यार। केपी ओलीले मारिदियो क्या, कसम यार। आई डोन्ट ह्याभ एनी वर्ड, आई एम टोटली स्पिचलेस फर हिम यार। उनीसँग आमा बुवा गंगा कार्की र गणेश चौलागाईलाई अचम्म पार्ने राजनीतिक छेद थियो। म यसो कुरा घरमा गर्थेँ नि, आज यस्तो भयो उस्तो भयो, के बाबा कुरा गर्नुहुन्छ यस्तो कुराहरू होइन, यस्तो कुरो नगर्नु, यिनीहरू सबै फडा हुन्, फडा खाइसके देश सकिसक्यो भन्ने खालको कुरो चाहिँ गर्थ्यो। उसले हरेक न्युज हेर्दो रहेछ क्या, उसले त्यो कुरो मलाई थाहा थिएन। मभन्दा धेरै अपडेट हुँदो रहेछ न्युज हेर्नु। अनलाइन विरोधको आवाज चर्केको देखेर आत्तिएको सरकारले भदौ 19 गते एक कठोर निर्णय लियो। Now, news from Nepal, the country has cracked down on a number of social media platforms, including Facebook, YouTube, Instagram, X, LinkedIn. Last night, poof, the platform it's all gone. इन्टरनेटमा यो छलफल डढेलो झैं फैलिरहेको थियो। We have so many problems in Nepal, but they think, yeah, let's ban social media. Yeah, that's going to fix the country. Yeah, why are these idiots running the country? Doesn't that seem like a coincidence? It feels kind of shady. Like the platform that people use to criticize the rich, spoiled kids just got banned right when... This is the bullshit. This is the bullshit that the government has been done.
भाइ हामीले भ्रष्टाचार नगर, देशमा सुशासन ल्याऊ, शान्ति ल्याऊ भन्दाखेरि तिमीहरूले सोसियल मिडिया ब्यान गरिदिने। हामीले भोइस जति बेला रेज गराइरहेको छौँ, वी वर रेजिङ आवर भोइस, तर बट यु हेभ ट्राई टु रेज डाउन आवर भोइस। वाट इज दिस यार? हामीले आफ्नो भोइसलाई रेज गर्दाखेरि तिमीहरूले दबाउने कोसिस गर्यो क्या, यस्तो नगर भन्दाखेरि। It was starting to trend. तर नेपालको राजनीतिक संस्थापन यथार्थलाई नकार्नमै व्यस्त थियो। के हामी जनताबाट अलग थलग भएका हौँ? जनताको समर्थन हामीबाट अलग भएको हो? सही निस्कियो कि हामी जनताका बीचमा आशाका केन्द्र। यस्ता भाषण चलिरहे पनि स्थिति धेरै बदलिसकेको थियो। सरकारी प्रतिबन्धका बावजुद जेनजीले ह्याशट्याग र मीम शेयर गर्न तथा भ्रष्टाचार र कुशासन बारे रिस व्यक्त गर्न डिस्कर्ड र टिकटक जस्ता अरू मञ्च भेटाए। Sri did it, Indonesia did it. Of course we are Nepali, we are Gorkhalis, we also can do it, guys. Let's raise our voice together. केही दिनभित्रै देशव्यापी विरोधका योजना फैलिसकेका थिए। युथ अगेन्स्ट करप्सन नामको डिस्कोर्ड सर्भर समन्वय र छलफलको मुख्य केन्द्र बन्यो। आयोजक बीच भेला हुने ठाउँबारे सहमति हुन्छ। बिहान 9 बजे माइतीघर मण्डाला, काठमाडौँ। भोलिपल्ट बिहान रक्षा अग्रपंक्तिमा हुन्छन्। आज हामी सार्वजनिक सम्पत्ति नष्ट गर्दैनौं, शान्तिपूर्ण तरिकाले आवाज उठाउँछौं। त्यसैले सबजना हामी रेडी छौं आजको प्रोटेस्टको लागि। We are ready. 10:30 बजेतिर भीड मदन भण्डारी सडक हुँदै पूर्व लाग्छ। सरकारी गुप्तचर निकायले 3000 जति प्रदर्शनकारी आउने अनुमान गरे पनि 10,000 मानिस आइपुग्छ। आफूलाई सुरक्षित राख्नेछ भन्ने विश्वासमा कतिले स्कुल युनिफर्म लगाएर आएका छन्। प्रदर्शनकारीहरू संघीय संसद भवनतिर जाँदैछन्, तर त्यहाँ पुग्नु अघि एउटा ब्यारिकेडले बाटो छेक्छ। करिब 200 प्रहरी र हजारौं प्रदर्शनकारीहरू आमुने सामुने छन्। त्यहाँको माहौल फेरिन थाल्छ। एघार बजेर 47 मिनटमा प्रदर्शनकारीको एक समूहले प्रहरी घेरा छल्ने बाटो भेटाउँछ। हक्क नबक्क भएका प्रहरी ब्यारिकेड छोडेर भाग्छन्। र भीड संघीय संसद भवनतिर हुत्तिन्। अब पुलिसहरू पनि के गर्न सकुन् त बिचरा, अब सक्ने हुँदैन। अब त्यत्रो धेरै अब 10,000 जना जेन्जी छन् अनि 200 जना पुलिस खटाएको हुन्छ अनि तिनीहरूले सक्छन् त? सक्दैनन् नि त। के गर्नु, विकल्पै थिएन। अनि आयोजकहरूले शान्तिपूर्ण प्रदर्शन आह्वान गरेको भए पनि प्रदर्शन अस्तव्यस्त हुन्छ। त्यसपछिको त्रासदीलाई पत्रकार तथा प्रदर्शनकारीहरूले खिचेको 4000 भन्दा धेरै भिडियो र तस्बिरले कैद गरेका छन्। हामीले यो प्रमाण संकलन र विश्लेषण गर्न तथा प्रहरीबाट विशेष जानकारी प्राप्त गर्नमा महिनौं समय खर्चिएका छौं।
अब हामी तपाईहरू सामु संसद गेटको अगाडि भदौ 23 गते ठ्याक्क के भएको थियो भन्ने बारे अहिलेसम्मको सबैभन्दा विस्तृत विवरण प्रस्तुत गर्न सक्ने भएका छौं। (11:58) प्रदर्शनकारी र हतियारधारी प्रहरीहरू आमुने सामुने हुन्छन्। अधिकांश भीड शान्त छ, तर अग्रपन्थीमा जोस चाहिँ मान्नै पर्छ यार केटाहरूको। जोस चाहिँ हो, म भए त सक्दिनँ थिएँ यार। सल्युट छ यार जेनजी केटाहरू, तिमीहरूलाई सल्युट छ। कसम यार, तिमीहरूको जोसले चाहिँ मान्नै पर्छ यार। तिमीहरूले देशमा यत्रो चेन्ज गर्यो यार। छत्ताछुल्ल भएर हिंसा बन्छ। केही प्रदर्शनकारी संसदको मूल गेटको छतमाथि उक्लन्छन्। सवा 12 बजे एक समूहले पर्खाल तोड्छ। अनि केपी ओलीले त अनि घुसपैठ भयो, कालो मास्क लगाएकाहरू, टोपी लगाएकाहरू घुसपैठ आयो, यताउता भयो, तोडफोड गरौँ भनेर भन्थ्यो त। अनि खै यसमा त देखिँदैन त कालो मास्क लगाएको, टोपी लगाएकोहरू घुसपैठ, विदेशीको घुसपैठ भएको। हावातालमा बोलिदिन्छ। उनीहरूलाई प्रहरीले तुरुन्तै पछाडि धकेल्छन्। डिस्कर्डमा केही प्रदर्शनकारीहरू चिन्ता व्यक्त गर्न थाल्छन्। भिडमा हामी श्रीयमलाई देख्छौँ। अब यत्रो भिड थियो, 10,000 जना मान्छेहरू थिए। अब त्यति बेलामा अब सबैले एउटैले भनेको मान्ने कुरा नि हुँदैन। अब जोसमा केटाहरू गए होला, गए होइन, तर अब त्यति गऱ्यो भन्दैमा अब ताकी अब टाउकोमै हान्नुपर्ने अवस्था पनि थिएन। सम्पत्ति भनेको अब भोलि जोडौँला, सिंहदरबार त हामी भोलि पनि बनाउँला, अदालत त अर्को पनि बन्ला, तर त्यो मरेको घरको मान्छे फिर्ता आउँछ, त्यो आमाको मरेको छोरा फिर्ता आउँछ। भौतिक सम्पत्ति त हामी जोडौँला, तर कसैको जिन्दगी, यहाँ 76 जनाको जिन्दगी गएको छ, त्यो फिर्ता आउन सक्छ? त्यो आउँछ? कसले ल्याउँछ? केपी ओलीले ल्याउँछ? आफ्नी आमाले नजाऊ भन्दै यहाँ आएका छन्। जान्छु भनेर अघिल्लै दिन उसले भनेको थियो, भन्न चाहिँ नभनेको होइन। किन जानु पर्यो यस्तोमा, के हुन्छ, पर्दैन जान भने। अनि अब हामी जेन्जी केटाकेटीको ड्रेसमा जान्छौँ, हामी माइनरलाई कसैले हात पनि लाउँदैन। उनले भ्रष्टाचार विरुद्ध युवाहरू लेखिएको ब्यानर बोकेका छन्, तर सबैजना उनी जस्तै संयमित छैन। साढे 12 कर्फ्यू घोषणा हुन्छ। अब यो भेला गैर कानुनी बन्छ। फोनमा कुरा फैलिन्छ। साढे 12 बजे कर्फ्यू स्टार्ट हुन्छ। तर कर्फ्यू घोषणाले समस्या कहाँनिर भयो भन्दाखेरिमा केपी ओलीले पहिल्यै फेसबुक बन्द गरिसकेको थियो। अनि कर्फ्यू लाग्यो भनेर फेसबुकमै अपलोड गर्छ। अनि आन्दोलनमा हिँडेका केटाहरूले त घाँटीमा त रेडियो झुन्ड्याएर हिँड्दैनन् नि। कसरी थाहा पाउँछ कर्फ्यू लाग्यो भनेर? कसरी थाहा पाउनु? सामाजिक सञ्जाल आफै बन्द गर्ने, आफै फेसबुकमा अपलोड पोस्ट गर्ने, अनि आन्दोलनमा गएको मान्छेले फेसबुक खोलेर हेर्छ तिमीहरूको पेज, अनि कर्फ्यू लाग्यो भनेर अनि फेसबुकमै कसरी? अनि घाँटीमा के आन्दोलनकारीहरूले अनि जेनजीहरूले रेडियो बोकेर हिँड्छ? कसरी थाहा हुन्छ? स्थिति झन बिगारेको चाहिँ हुन्छ। प्रहरी काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्थे नि, यो केपी ओलीले गर्दाखेरि भएको यो सब, यो यसको जिम्मा जति पनि भयो यो सब केपी ओली र रमेश लेखकले लिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अश्रु ग्यास र रबरको गोली हान्छ।
कस्तो ढालिदियो क्या मान्छे, कस्तो ढालिदियो क्या छातीमा हानेर क्या। माई गड, त्यो गोली हो यार, बन्दुकको पटाका होइन। कसैको ज्यान हो, ज्यान जान्छ त्यसले भन्ने कुरा सिकाउनु पर्दैन यो पुलिसहरूलाई, गोली हान्नेहरूलाई। What the fuck are you doing guys? What the hell? ताकी हानेको छ यार गोली यार, ज्यान हो मान्छेको यार। तर उनीहरूको कारबाही अस्तव्यस्त छ। केही प्रहरीले त प्रदर्शनकारी माथि उल्टै ढुङ्गा प्रहारसम्म गर्छन्। गेट घरमा आगजनी भएको देखेर अत्तालिएका अधिकारीहरूले आफ्ना वरिष्ठहरूसँग घातक गोली प्रयोग गर्ने अनुमति मागे। त्यस दिनको प्रहरी रेडियो अभिलेखको गोप्य प्रतिबाट हामीले यो जानकारी पाएका हौं। अभिलेखका अनुसार दिउँसो 12:40 बजे नै घातक बल प्रयोग गर्ने अनुमति दिइएको थियो। आदेशमा गरिराख्नु नपर्ने आवश्यक बल प्रयोग गर्ने, यो पो हो कुराकानी। त्यससँगै घटनाक्रमले कोल्टे फेर्छ। त्यसपछिका 2 घण्टामा कम्तीमा 6 प्रदर्शनकारीलाई गोली लाग्छ, तीमध्ये 5 मर्छन्। अब हामी घटनाक्रमलाई बिस्तारै हेर्दै ती गोली प्रहारका विस्तृत विवरण देखाउनेछौँ। पहिलो गोली प्रहार संसद परिषदको कुनामा हुन्छ। पीडित 34 वर्षे विनोद महर्जन हुन्। त्यस गोली प्रहारका कुनै भिडियो हामीले भेटेनौं, तर 1:15 बजे टाउकोमा गम्भीर चोट लागेका विनोदलाई बोकेर लैजाँदै गरेको देख्छौं। पछि अस्पतालमा उनले ज्यान गुमाउँछन्। गोली प्रहार बारे खबर डिस्कोर्डमा तुरुन्तै फैलिन्छ। र सडकको रिस चुलिएर क्रोध बन्छ। प्रहरी अलमल्ल बनेको छ। एउटा समूहलाई गेट बाहिर चेपुवामा बारिएको छ। प्रहरी समयक्रम अनुसार कहाँ यार भिड कन्ट्रोलै हुँदैन नि। अब यस्तो केटाहरू रिस गोली हानिसकेको छ अनि पुरा अब कन्ट्रोलै हुँदैन नि। केटाहरू जोसमा आइसके पछाडि अनि अब बिचरा पुलिसहरूको त माया त लाग्यो नि, मलाई पनि लाग्ने चाहिँ। तर अब दुई पक्ष नै अब त्यस्तो भइसकेको छ, उनीहरूले पनि गोली हानेको छ अनि यताबाट पनि रिस उठ्छ होइन। अब उनीहरू पनि अब पुलिसहरूको पनि अब माथिको आदेश होला, केही प्रेसर होला माथिबाट होइन। अब त्यस्तो चाहिँ नपर्नुपर्ने हो, तर आई डोन्ट नो किन के भयो त्यो दिन यार। दुईजनै अब केटाहरू पनि फायर भयो, जेएनजीहरूको पनि होइन। रिस त अफिसियल्ली उठ्छ, अब उताबाट ड्यामका ड्याम मान्छे ढालिरहेको छ होइन, रिस उठ्छ नि यार। दिउँसो 1:42 मा अधिकारीहरू बीच खैला बैला फैलिन्छ। पुलिस सबै रक्ताम्य भएर मर्ने अवस्थामा छन्। मेन गेटमा गोली हाल्नुपर्ने अवस्था छ। भिडको आक्रमण 4 मिनेटसम्म चल्छ। अन्त्यमा अश्रु ग्यास प्रयोग गर्दै भिडलाई पन्छ्याएर प्रहरी संसद परिसरभित्र छिर्छ। गाइस लोग, परिवर्तनको लागि यतिको क्रान्ति खोजेको थियो सायद देशले। गोली बर्सात भइरहेको छ। थाहा छैन कतिजनाको मृत्यु भइसक्यो, कतिजनालाई घाइते भएका छन् होइन। एक पछिबाट हेर्ने हो भनेदेखि चाहिँ पुलिसहरूलाई पनि बिचरा माया लाग्यो। त्यसपछि प्रहरी रेडियोमा आएको आदेश स्पष्ट छ। फायर खोलेर सुरक्षित हुने, अवस्था नियन्त्रणमा लिने। त्यसपछि गोली लाग्ने व्यक्ति 27 वर्षे कमल घिमिरे हुन्। 1:48 मा हामी उनलाई ठिक सडक पारी भेट्छौं। यो कमलको आफ्नै फोनबाट खिचिएको दृश्य हो। उनले भिडियो खिचेको प्रहरी अधिकारीहरूको टोलीमा कम्तीमा 2 जनाले बन्दुक बोकेका छन्। लोड गर्दैछ। त्यसपछि कमल अग्रपन्थीबाट टाढा हिँड्छन्। प्रहरीमाथि ढुङ्गा हानिरहेको यस व्यक्तिको भिडियो
उनको क्यामेराले कैद गर्छ र त्यसको लगत्तै कमल Oh my ढल्छ। god. Shit man. ठाउँको ठाउँ ढालिदियो त यार मान्छे त my god. What the fuck. ब्लग बनाइरहेछ यार भिडियो बनाइरहेछ मान्छे यसले केही गरेको छैन यार यसले न ढुङ्गा हानिरहेछ न केही गरिरह ढालिदियो त यार my god. हामीले यही घटना अर्को लाइभ ढालिदियो यार भिडियो बनाइरहेछ यार महाकसम यार मैले एक्सपेक्ट गरेकै यस्तो पनि भएको थियो यार मैले सोचेकै थिइनँ यार What the hell? Shit. उफ दृष्टिकोणबाट पनि भेटेका छौँ। कमल यहाँ छन्, ढुङ्गा हानिरहेका व्यक्ति हेलमेट र कमललाई गोली लागेको क्षण। उनको मेडिकल रिपोर्टका अनुसार गोली उनको बायाँ काखी मुनिबाट घुसेर पिठ्यूबाट बाहिर निस्केको थियो। गोली ठ्याक्क कसरी आइपुग्यो भन्ने यकिन नभए पनि कुन दिशाबाट हानिएको हो भन्ने चाहिँ देख्न सकिन्छ। त्यसले कमल घिमिरेले केही क्षण अघि मात्रै भिडियो खिचेको प्रहरीकै समूहतिर संकेत गर्छ। कमलको मेरुदण्डलाई गोलीले केही मिलिमिटरले मात्रै नछोएको थियो। उनी बाँचे। झन्डै त्यही बाल बाल बचेछन् यार भगवान माई गॉड। क्षणमा त्यहाँबाट 200 मिटर पछिमा अर्का युवालाई गोली लाग्छ। यी हुन् त्यसै दिन केही बेर अघि देखिएका 22 वर्षे रसिक खतिवडा। उनको टी सर्टमा लेखिएको छ, हामी नेता चाहन्छौं, लुटेरा होइन। रसिकलाई ठ्याक्क कुन बेला वा कहाँबाट गोली हान्यो भन्ने हामीलाई थाहा छैन। तर दिउँसो 1:53 बजे रसिकलाई बोकेर लगेको यो दृश्य एक प्रदर्शनकारीको फोनले खिचेको रहेछ। उनको छातीमा गोली लागेको थियो। यसै चोटले उनको ज्यान लग्यो। उनी 22 वर्षका थिए। यस बेलासम्म डिस्कोड प्रयोगकर्ताहरू प्रदर्शनकारीलाई पछि हट्न आह्वान गर्न थाल्छन्। तर 21 वर्षे सुलभराज श्रेष्ठ संसद परिसरको गेटमै बस्छन्। उनले भ्रष्टाचार अन्त्य गर लेखेको कागज बोकेका छन्। नीलो झोला बोकेका उनलाई हामी यहाँ गेटको झडप हेरिरहेका देख्छौं। केही सेकेन्डमा केही पाइला पर यस्तो छ पुलिसले लुक एट इट सुलभको मृत्यु हुन्छ। उनलाई अब बचाउन सकिन्न भन्ने लागेपछि प्रदर्शनकारीले सुलभलाई गेटसम्म पुर्याउँछन्। उनको शरीरलाई सडकमा राख्छन्, प्रहरीको ठीक अगाडि। के भइरहेछ कि यहाँ मान्छे त अनि सेकेन्डमा ढालिरहेछ त यार। माई गॉड यार, दिस इज हेल यार। मलाई त हेर्नु कस्तो भयो यार। यो भिडियोले मलाई फेरि त्यही दिन पुर्याइदियो यार। म लागिरहेछ कि आज पनि भदौ 23 गते नै म प्रत्यक्षदर्शी भएर हेरिरहेछु जस्तो भइरहेछ यार। यो भिडियोले मलाई त्यही दिन पुर्याइदियो क्या फेरि घुमाएर। मनै कस्तो भयो यार मेरो त यार। मनै चिसो भयो यार, मजै आएन यार। छ्या, मलाई त यार कस्तो टेन्सन पो भयो त। र नेपालको झण्डा उडाइदिन्छन्। माई गॉड, रगत हेरौँ न यार। देश पुरै रगतमा डुब्यो यार। देशलाई पुरै रगताम्य बनाइदियो यार। छ्या, हेर न यार, मान्छे ढलिरहेछन् यार। रगतै रगत छ यार। महाकसम यार, बिन्ती यार, अब यो यस्तो आन्दोलन कहिले पनि देख्नु नपरोस् यार जिन्दगीमा यार। छोडिदियो केटा, केही हुँदैन यार।
यस गोली प्रहारका प्रत्यक्षदर्शी मध्ये थिए स्कुल ड्रेस लगाएका 17 वर्षीय किशोर श्रीयम चौलागाई। केही मिनेटपछि चोकको अझै नजिक श्रीयम फेरि देखिन्छन्। उनको अगाडि प्रदर्शनकारीको एउटा समूह प्रहरीमाथि ढुङ्गा हान्दैछ। यहाँको हिंसाबाट तर्केर श्रीयम चोकतिर यो हेर्नु, यो भाइ न अगाडि छ न पछाडि छ, बिचमा छ। त्यत्रो मान्छेहरूले घेरेर राखेको छ, न अगाडि ढुङ्गा हानिरहेछ। जस जेन्जीको सपोर्टमा गइरहेछ, आफै जेन्जी हो, 17 इयर्स भने पछाडि कत्रो होला त यार। त्यसले के बुझेको छ होला र यो संसार त त्यसले देख्नै पाएको थिएन नि प्रोपरली त। अब त्यो यो भाइ न अगाडि छ, न ढुङ्गा हानिरहेछ, न आगो लगाइरहेछ। स्कुल ड्रेसमा छ, कलेज ड्रेसमा छ भन्दा अन्दाजमा गोली हान्दाखेरि पनि यसलाई लाग्ने अवस्थामा छैन क्या। यो यत्रो मान्छेहरूले घेरेर राखेको छ क्या बिचमा। अन्दाजमा गोली हान्यो भने पनि यसलाई लाग्दैन क्या, अरूलाई लाग्छ क्या गोली। भने पछाडि यो ताकेर गोली हानेको होइन त, यो कलेज ड्रेसमा भएको मान्छेलाई ताकेर गोली हानेको होइन त यो हो नि। के हो के यो, के गरेको क्या पुलिसले, के गरेको क्या। he was just 17 यार। 17 वर्षको उमेरमा त नि मलाई यो दायाँ बायाँ भन्ने कुरा नि थाहा थिएन क्या। यो चाइल्ड यार। अलिकति पनि लाज घृणा सरम आएन गोली हान्ने बेलामा। त्यो ट्रिगर दबाउने बेलामा अलिकति पनि आफ्नो सन्तानको, आफ्नो छोराछोरीको याद आएन त पुलिसलाई, त गोली हान्ने मान्छेलाई। फिर्ता हिँड्छन्। यिनै उनका अन्तिम पाइला हुन्छन्। केही बेरमा अर्को फोनले यो दृश्य कैद गर्छ जुन नेपाल भरि भाइरल हुन्छन्। टाउको पछाडि लागेको गोलीको चोटबाट धेरै ढाल्दियो नि, मिन्टमा ढाल्दियो नि यार। कहिले नआउने गरी गयो अब त्यो मान्छे, कहिले आउँदैन। ऊ एक्लो छोरो हो। मम्मी र बुवा काठमाडौँ मोरङको मान्छे हो। काठमाडौँमा भाडामा बसेर ज्यालादोरी गरेर छोरालाई राम्रो शिक्षा पढाइरहेको थिए। ऊ कहिले नआउने गरी गयो। Who is the responsible person for this kind of situations? कसले लिन्छ त यसको जिम्मा? अब भन्न सजिलो छ, रेस्ट इन पिस भन्न सजिलो छ, अगरबत्ती बाल्न सजिलो छ, तर जुन पीडा उहाँको मम्मी बुवाले भोगिराख्नु भएको छ त्यो पीडाको महसुस कसले गरिदिन्छ? अनि यो भाइलाई आतंककारी भन्यो क्या केपी ओलीले, महेश बस्नेतले, केपी ओलीको गुले। अनि यो भाइलाई चाहिँ आतंककारी भन्यो क्या। वाट ही डिड? उसले के गर्यो? उसले आगो लगाएको छ, उसले संसद तोडेको छ। अनि महेश बस्नेतले यो भाइलाई, 17 वर्षको भाइलाई, कलेज ड्रेसमा भएको भाइलाई आतंककारी भन्यो क्या। के भन्ने अब? अनि त्यस्तालाई भोट दिनु हामीले। अनि त्यस्तो मान्छे चुनावमा उठिरहेछ। फेरि दुःखको कुरा भन्दाखेरि पनि त्यही हो क्या। त्यही मान्छेहरू फेरि चुनावमा उठिरहेछन् क्या। अनि मलाई भोट देऊ, म नेपाल बनाउँछु, म देश विकास गर्छु भनेर त्यही मान्छेहरू फेरि उठिरहेछन् क्या चुनावमा। अनि हाउ वी क्यान बिलिभ? तर मान्छेहरूले भोट पनि हाल्छन् क्या तिनीहरूलाई। फेरि नहाल्ने होइन, धेरै मान्छेहरू छन् क्या तिनीहरूको, कार्यकर्ताहरू छन्, झोलीहरू भन्छ नि, गुहरू क्या, गुहरू। त्यो तिनीहरूले भोट हाल्छन् क्या तिनीहरूलाई। केपी ओलीले मान्छे काटे पनि मारे पनि केपी ओलीकोलाई नै सही भन्ने मान्छे पनि छन् क्या नेपालमा। तिनीहरू केपी ओलीका गुहरू पनि छन् क्या। केपी ओलीले यो पछाडि देख्ने झन्डा इन्डियाको हो भन्यो भने हो यो त इन्डियाकै झन्डा हो भन्ने मान्छे छन् क्या केपी ओलीका। इट्स ट्रु।
अनि यस्ता मान्छेहरू फेरि चुनावमा उठिरहेछन्। बडो दुःखको कुरा हो। आई फिल सो स्याड फर द्याट। तर प्लिज यसपालि चाहिँ भोट हाल्नुभन्दा पहिला यो भिडियो हेरेर हालिदिनु होला प्लिज। आफ्नो आत्मामा हात राखेर, आफ्नो छातीमा हात राखेर प्लिज भोट हाल्ने बेला एकचोटि सम्झिदिनु होला। यो भिडियो हेरिदिनु होला। यो भिडियो सम्झेर त्यो 23-24 गते सम्झेर एकचोटि प्लिज बिन्ती छ यार। रगत बगिरहेका श्रीयमलाई बोकेर सडक पारी लगिन्छ। वरिपरिका मानिसले उनलाई एम्बुलेन्समा राख्छन्, तर ढिलो भइसकेको हुन्छ। राष्ट्रिय ट्रमा सेन्टरमा आइपुग्दा श्रीयमको मृत्यु हुन्छ। भदौ 23 गते संघीय संसद बाहिर गोली प्रहारबाट मारिने व्यक्तिहरूमध्ये उनी सबैभन्दा कम उमेरका हुन्। नेपालका जेन्जी प्रदर्शनकारीले विनोद, रसिक र श्रीयमको मृत्यु प्रहरीको गोली लागेर भएको हो भन्दै आएका छन्। तर तीमध्ये कुनै पनि गोली प्रहारको दृश्य क्यामेरामा कैद भएको भेटिएन। त्यसपछि मारिएका योगेन्द्र न्युपानेलाई केही कदम पर मात्रै गोली लाग्छ। यसपटक भने योगेन्द्र ढल्दा गोली संसद भवन परिसरभित्र। बीबीसीले यत्रो 1000 भिडियोहरूबाट बनाएको भन्छ, अनि गोली हानेको भिडियो कहीँ कतै पनि देखिएन। 1000 भिडियो भने पछाडि चाहिँ इट्स नट स्मल एमाउन्ट होइन, भेटिनु त पर्ने हो कहीँ कतै त। आई थिङ्क अब आउला कहीँ कतै, लेट्स सी। बाटै चलेको थियो भन्ने अहिलेसम्मको सबैभन्दा स्पष्ट प्रमाण हामीले भेटेका छौं। यस गोली प्रहारको 90 सेकेन्ड मात्र अघि संसद भवनमा यस्तो भइसकेको छैन। ब्लगर निषेध दाहालले आफ्नो क्यामेरा संसद भवनतिर फर्काए। शस्त्र प्रयोगहरू यता देख्न सक्नुहुन्छ हजुरहरूले। प्रहरीको यो समूहलाई ध्यान दिएर हेरौं। दिउँसो ठ्याक्कै 2:21 बजे उनीहरू संसद परिसरको पर्खालतर्फ अघि बढ्छन्। भिड बिथोलियो के? भिड बिथोलियो नि त नि। ओ यताबाट आयो। केही सेकेन्ड पछि हान्यो यता भिड बिथोलियो के केटाहरुले? उताबाट आइरहेछन्। 7 पटक बन्दुक पड्केको आवाज सुन्छ र रगत बगाउँदै कन्टिन्यू दिइरहेछ त यार गोलीको आवाज त। आमामामामा पुरै ब्ल्याङ ब्लुङ छ त यार। के साह्रो हो यस्तो, यो के हो यो? गुमाइरहेका योगेन्द्रलाई देख्छौं। यो त यार रसिया र युक्रेनको युद्ध जस्तै गरे शत्रु सम्झेर पो गोली बर्साइरहेछन् त यार। ड्यामका ड्याम क्या यार पुलिसहरूले कस्तो अलिकति पनि माया दया माया नदेखाएको यार। हातमा बन्दुक छ भनेर नि पड्काइदिनु जहाँ पायो त्यही यार। यति साह्रो त युद्धमा पनि पड्काउँदैनन् यार। यस क्यामेरा एंगलले उनलाई कसले गोली हान्यो भन्ने देखाउँदैन, तर त्यही क्षण फुटपाथमा केही कदम परबाट खिचिएको अर्को भिडियो क्लिप हामीले फेला पार्यौं। झट्ट हेर्दा यसमा थप प्रमाण देखिँदैन, तर जुम गरेर हेर्ने हो र फुटेजलाई स्थिर बनाउने हो भने गोली चलेको स्पष्ट देख्न सक्छौं। त्यहाँ पर्खालको भित्रबाट चलाइरहेछ नि त गोली। त्यसको 15 सेकेन्ड पछि प्रहरीको त्यही टोली झैं देखिहाल्यो नि, त्यहीबाट मैदानको देखिहाल्यो नि, प्रस्तै छ नि। पर्खालबाट पछाडिबाट दिइरहेछ ड्यामका ड्याम, अनि पुलिसले नै हो नि मारेको। यो सबै यो ताकी हानेको रहेछ नि त पछाडिबाट। कहाँको घुसपेट भयो? कहाँको विदेशी दलाल आयो यसमा? कुन चाहिँले मार्यो? कहाँ स्नाइपर बसेको छ? प्रष्ट भइसक्यो। यहाँ पुलिसले दिइरहेको रहेछ त ड्यामका ड्याम। बापरे, यस्तो त गर्दैन यार। यस्तो त बाँको समय यार इन्डिया पाकिस्तानको वारमा पनि यति साह्रो त यार गरेन थियो होला यार। दिस इज एक्सट्रिमली यार। नातिर अघि बढिरहेको दृश्य तेस्रो क्यामेराले कैद गर्छ।
प्रहरीले संसद परिसरभित्रबाट गोली प्रहार गरेर निहत्था प्रदर्शनकारीलाई मारेका थिए भन्ने संकेत गर्ने यही नै हामीले भेटेको सबैभन्दा स्पष्ट प्रमाण हो। प्रदर्शनकारी जहाँ लुक्न सके त्यही लुके। चोटका कारण योगेन्द्रको मृत्यु भयो। पुलिसले कसले चलाउँछ त यार गोली यार। नेपालभित्र आन्दोलन भइरहेछ, जेनजीहरूको प्रोटेस्ट भइरहेछ, पुलिसहरू आइरहेछ, दोहोरो भिडन्त भइरहेछ भने इन्डियाबाट आएर आर्मीले गोली चलायो त? पाकिस्तानबाट आएर चलायो? भुटानबाट आएर चलाउँछ? नेपाल पुलिसले नै चलाएको हो क्या गोली, अरू कसैले होइन। अरू कसले चलाउँछ गोली? जेनजीहरूको हातमा थियो बन्दुक। यो सब यो भान्ने बाटो मात्रै हो कि यसको नैतिकताको जिम्मेवारी चाहिँ जति पनि यो मान्छे मारेको छ नि, यो मारेको हो क्या। जति पनि मान्छे मारेको छ नि यसको जिम्मेवारी चाहिँ त्यति बेलाको सरकारमा को थियो, गृहमन्त्री को थियो, प्रधानमन्त्री को थियो, अनि जिल्लामा को थियो, पुलिसको हेड को थियो, यो सबै छानबिन गर्नुपर्छ। जब म बालेन दाइलाई भन्छु प्लिज, जब तपाईँ प्रधानमन्त्री बन्नुहुन्छ नि तपाईँको सुरुको एजेन्डा भनेको नै प्लिज यो पोइन्टलाई चाहिँ लिनुपर्छ है तपाईँले। बीबीसीले विश्लेषण गरेका भिडियो फुटेजमा न त योगेन्द्रलाई न अरू कुनै पीडितलाई कुनै प्रकारको हिंसात्मक गतिविधिमा लागेको देख्न सकिन्छ। आधिकारिक तथ्याङ्कका अनुसार भदौ 23 गते भएको विरोध प्रदर्शनमा 19 जना युवाले ज्यान गुमाए, थप 300 घाइते भए। तेइस गते अब एउटा कुरा छ, हिजो मैले एउटा ओलीका गुहरूको एउटा प्रोटेस्ट देखिरहेको थिएँ। पहिला सांसद भवन जलो, फेरि गोली चलो। यहाँ तेरा बाउको भिडियो यहाँ छ प्रमाण। पहिला के जलेको थियो, यो 19 जना चाहिँ के संसद भवन जले पछाडि मरेका हुन्? तेरा बाउको भिडियो यहाँ हेर, पहिला यहाँ प्रुफ। पहिला 23 गते आउँछ कि पहिला 24 गते आउँछ, पहिला तेरो बाउलाई सोधेर आइजा, यो भिडियो हेर, अनि पहिला संसद भवन जलो अनि फेरि गोली चलो भनेर अनि भाषण दे, अनि प्रोटेस्ट गर। छैन, तिमीहरूको दिमागमा केपी ओलीको गु भरेको छ क्या। त्यही भएर भन्छु धेरै गु नखा केपी ओलीको। पहिला 23-24 आउँछ कि पहिला 24 पहिला आउँछ, त्यो हेर। पहिला यत्रो जना पहिला कुन दिन मरेको थियो? छैन, केपी ओलीको गु खाँदै बस्न, सबै ठिक भइहाल्छ। प्रहरीले आफ्नै नागरिकमाथि गोली चलाउने अवस्था कसरी बन्यो त? हाम्रा प्रहरी सूत्रका अनुसार यो आदेश कल साइन किलो 1बाट प्रहरी रेडियो मार्फत आएको थियो। हाम्रा केही साथीहरू गम्भीर रूपमा घाइते भए। हामी मध्ये एकजनाले उद्धारको लागि भन्यो, किलो 1बाट गोली चलाउने आदेश आयो। प्रहरी सूत्र र हामीसँग रहेको अभिलेखका अनुसार कल साइन किलो 1ले प्रहरी रेडियोमा उक्त आदेश दिएका थिए। कसको किलो 1? तर किलो 1 प्रहरी चेन अफ कमान्डको सर्वोच्च ओहदाका व्यक्ति थिएनन्। प्रहरी रेकर्डले देखा किलो 1बाट आएको रहेछ नि त गोली हान्ने आदेश। किलो 1 भनेको विश्व अधिकारी। अनुसार बल प्रयोग गर्ने पहिलो आदेश पिटर 1 कल साइनका उच्चतम अधिकारीबाट आएको थियो। कर्फ्यू लागिसकेको छ, आदेश माग गरिराख्नु पर्दैन, आवश्यक बल प्रयोग गर्ने। पिटर 1 प्रहरी महानिरीक्षक चन्द्रकुपेर खापुङ थिए। उनले घटनाका लागि यो को हो त पिटर 1 भनेको? अब पिटर 1ले चाहिँ किलो 1लाई दिएछ, किलो 1ले तल ग्राउन्डमा भएकोलाई दिएछ हैन, जिम्मेवार नभएको बताएका छन्। नेपाल प्रहरीले हामीलाई दिएको जवाफ अनुसार बल प्रयोग गर्ने निर्णय काठमाडौँ जिल्ला सुरक्षा समितिबाट। हाउ इज दैट पोसिबल? कसरी पोसिबल हुन सक्छ यो कुरा? किलो 1ले पिटर 1ले आदेश आएको हो माथिबाट भनेर भनिरहेछ भने यो उले मैले मुखले म होइन, मैले गरेको होइन भनेर हुन्छ? रेकर्ड हकी टकीमाबाट आएको अर्डर होला नि त के? अब त्यो आई डोन्ट नो हैन,
त्यसको टेक्निकल कुराहरू चाहिँ तलबाट माथि आदेश आइरहेछ, माथिको मान्छेले मैले दिएकै होइन भन्न मिल्छ त्यसरी? आएको थियो। प्रहरीका अनुसार समितिले बल प्रयोग गर्ने निर्णय दिनु अघि प्रहरी महानिरीक्षक खापुङले त्यस प्रकारको कुनै आदेश दिएका थिएन। अन्य प्रहरी अधिकारीले गोप्य सूचना संकलन, तालिम र निर्देशनमा गल्ती भएको स्वीकारेका छन्। आफूलाई सहयोग नगरेकोमा उनीहरू नेपाली सेनालाई पनि दोष दिन्छन्। तर धेरैजसो प्रहरी त्यस दिनको घटनाबाट विक्षिप्त छन्। त्यो दिन भिड नियन्त्रण गर्नुको सट्टा हाम्रो टिमले उनीहरूलाई नेपाली सेनालाई चाहिँ किन दोष दिनु? यदि नेपाली सेना हुन्थेन भने यो देश केही पनि बाँकी रहने थिएन। तिमीहरूले 17 वर्षको बच्चालाई मार्दाखेरि नेपाली सेनालाई सोधेका थियौ र तिमीहरूले हेल्प गरेनौ भन्नलाई? फ्रन्ट लाइनमा को थियो? जेनजी र पुलिसहरू थिएन? अनि गोली तिमीहरूले हानेको होइन? अनि नेपाली सेनालाई चाहिँ दोष दिन अनि तिमीहरूले मलाई हेल्प गरेनौ भनेर? नेपाली सेनाले हेल्प नगरे भए अलि न नेपालमा पुलिस चौकी हुन्थ्यो न कोही हुन्थ्यो। नेपाल अहिले रणभूमि भएर खरानी मात्रै बाँकी हुन्थ्यो। नेपाली सेनाले त्यति हेल्प गरेको छ। शत्रु जस्तै ताकेर गोली चलायो। त्यस दिन अवेश श्रीयमका बुवालाई कुनै बुवा आमाले नचिताउने फोन कल आयो। ल त्यसो त बङ्कुलाई ट्रमामा ल्याएको रहेछ, ट्रमामा आउनु पर्यो तपाईँ भन्नु। एक ठाउँमा अलिकति भिडभाड थियो क्या, गेटदेखि अलिकति ओरा के को भिडभाड रहेछ भने यसो उठेर हेरेको त नेम लिस्ट टाँसेको रहेछ। 1 नम्बरमा श्रेम चौला गाई भनेर। घरमा इन्ट्री हुने बित्तिकै अब वाइफले के सोध्यो भने अनि बिरामी लिएर आउँछु भनेर जानुभएको। बङ्कुची खै त तपाईँ एक्लै आउनुभयो त? अनि मैले ट्रिटमेन्ट हुँदैछ, चोट रहेछ, ट्रिटमेन्ट हुँदैछ, एक्लै उसलाई किन छोडेर आउनुभएको त? ट्रिटमेन्ट भइरहेको बेलामा भनेर भन्ने खालको क्वेसन गर्यो होइन। तर म ठगिरहेको छु होइन, म कसरी बसेँ होला? यस्तो रक्तपातपछि पनि प्रधानमन्त्रीको हट कायमै रह्यो। धेरैले चाहिँ नै प्रधानमन्त्रीको राजीनामा तत्काल चाहियो भनेर प्रमुख प्रतिपक्षी दल लगायत सडकमा बसेर त्यति मागेर भएर नि प्रधानमन्त्रीले अहिले राजीनामा दिनुभयो। यस्तो हटको सामना गर्नु परेपछि केही प्रदर्शनकारीहरूले वैकल्पिक उपाय सुझाउन थाले। यस्तो अहङ्कार, यस्तो घमण्डी, यस्तो कुबुद्धि भएको मान्छे केपी ओली प्रधानमन्त्री भन्न पनि लाजै लाग्छ यार देशको। यत्रो हुँदाखेरिसम्म पनि राजीनामै दिएको पो थिएन त। कहाँ दिन्छु म राजीनामा? प्रधानमन्त्रीले राजीनामा दिन्छ? केपी ओलीले राजीनामा दिन्छ? यो त असम्भव कुरा हो, यो त हुनै सक्दैन। वाह केपी, वाह वाह। त्यो राज चाहिँ कहिले बिहान होला र कहिले फेरि यो सरकार विरुद्ध यसले उचालेको कदम विरुद्ध फेरि सडकमा जान पाइएला भन्ने बिहानको प्रतीक्षामा थिएँ म। बिहानको मिरमिरेसँगै क्रोध विस्फोटित हुन्छ। सुरुमा प्रशासनसँग एउटा योजना थियो। नियमित प्रहरी इकाइहरूले भिड नियन्त्रण गर्ने, तिनलाई सशस्त्र प्रहरी। किन के भयो भन्दाखेरि 23 जना जति हाम्रो 23 गतेको दिन जति पनि मान्छे मरे, त्यो त कसैले एक्सपेक्ट पनि गरेकै थिएन नि त। एक्सपेक्ट गरेकै थिएन क्या, कसैले यस्तो हुन्छ भनेर सोचेकै थिएन। तर भयो, गोली मारो, गोली हानो, मारिदियो बच्चाहरूलाई, मारिने ढालिनै दियो क्या, गोली हानेर मारि नै दियो। रिस उठ्दैन जनतालाई? अनि यसको भडास चाहिँ कहाँ निकाल्नु? यसको रिस चाहिँ कहाँ पोख्नु? आफ्नै टाउको ठोक्नु? रिस निकाल्ने ठाउँ त हुनु पर्यो नि त। सो त्यही भएर नेक्स्ट डे चाहिँ
नेक्स्ट 24 गते त 23 गते जेनजी मात्रको आन्दोलन थियो। 24 गते जब तिनीहरूले मान्छे मारे, जब गोली चलाए, जब मान्छे मरे, त्यस पछाडि रिस उठ्यो जनताहरू। त्यस पछाडि त बुढा पाका आन्टी अङ्कल बुवा मम्मी सब आए, किन अब जनतालाई त रिस उठे पछाडि त्यसको रिस चाहिँ कहाँ निकाल्नु? सरकारी कार्यालयमै त निकाल्ने हो नि त, सरकारी ठाउँमै त निकाल्ने हो नि त। कि आफ्नै टाउको ठोक्न त मिलेन, कि मलाई गोली ठोक भनेर जानु मिलेन, आफ्नै टाउकोमा ढुङ्गाले हानेर त गर्नु मिलेन। रिस त निकाल्नु पर्यो, कहाँ निकाल्ने त त्यो रिस? सिंहदरबार पहिला पनि जलेको हो, इट्स नट बिग डिल। पहिला पनि आन्दोलन भएका हुन्, पहिला पनि अदालत जलेका हुन्, पहिला पनि त्यो त फेरि बनाउला। यो भौतिक कुराहरू भनेको यो बनाउन सकिने कुराहरू हो, केही पनि होइन। 1 वर्षको बजेट सबैतिर स्टप गरेर सबै भौतिक निर्माणमै लगाउन सकिन्छ, त्यो भनेको धेरै ठुलो कुरा होइन। तर मेन कुरा भनेको जति 76 पिपुल ह्याभ डायड यार, त्यो मान्छेको परिवारमा के बितिरहेको छ? क्यान यु फिल द्याट? क्यान यु फिल द्याट पेन? देयर प्यारेन्ट्स, हाउ देयर प्यारेन्ट्स फिलिङ राइट नाउ। तिमीहरूले केपी ओलीले त सक्छ, किनकि उसको बच्चा छैन, उसको सन्तानै नभएको मान्छेलाई, निसन्तान मान्छेलाई हामीले सन्तानको माया कस्तो हुन्छ भनेर हामीले सम्झाउन सकिँदैन। त्यो उसले बुझ्न पनि सक्दैन। ही क्यानट फिल। तर एटलिस्ट अरूले त सकिन्छ नि त, तर सक्दैन। उल्टै आतङ्ककारी भनिदियो क्या। अब यो रिस चाहिँ कहाँ पोख्ने भन्दाखेरि त्यही भएर 24 गते चाहिँ बढी उदङ्ग मच्चिने कारण चाहिँ त्यही भएर जस्तो लाग्छ मलाई चाहिँ। यसमा न गल्ती नेपाल प्रहरीको छ, न गल्ती जेनजी प्रोटेस्टहरूको छ, गल्ती छ त सिर्फ लिडरको। मेन पोइन्ट जोडिने कहाँ भन्दाखेरिमा लिडर। यदि देशको लिडरै राम्रो छैन, यदि देशको लिडरले नै राम्रो गर्न सक्दैन भने यो सबै दोष चाहिँ लिडरकै जान्छ क्या। सघाउने र सेना स्ट्यान्ड बाईमा बस्ने। संसद भवन परिसरभित्र र वरपर सुरक्षाकर्मी परिचालन गरिन्छन्। बिहान 8:30 बजे कर्फ्यू लागू हुन्छ। तर भिड पछाडि हट्दैन। आज पनि रक्षा भिड बीच नै छिन्। प्रदर्शनकारीहरू संसद भवनतिर अघि बढ्दै गर्दाको यो दृश्य उनको फोनले खिचेको हो। फेरि गोली चलाउन थालिसकेको छ संसद भवन अगाडि। 9 बजेसम्म त अवस्था निकै बिग्रिन थाल्छ। भिड आक्रामक बन्छ। प्रहरीमाथि हमला हुन्छ। राजनीतिक नेताहरूको घरमा तोडफोड हुन्छ। सरकारी भवन जलाइन्छन्। सत्ता निकट ठानिएका व्यक्तिहरूको निजी सम्पत्ति पनि तारुमा पर्छन्। त्यो हिंसा तत्क्षण इन्टरनेटमा फैलिन्छ। प्रहरी भन्दा धेरै ठुलो छ। प्रहरीको उपस्थिति पातलो छ। सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट कालो दिन नेपालको लागि, ब्ल्याक डे। पाइने भनिएको सहयोग कहिले नआएको प्रहरी अधिकारीहरू बताउँछन्। दिउँसो 1 बजेतिर प्रहरीले भिडलाई नियन्त्रण गर्ने प्रयास त्यागेको चाहिँ देखिन्छ। 2 नम्बरमा आफ्नो हतियार त्यसपछिबाट आएर सञ्चार सेट, त्यसपछिबाट भेहिकलहरू र आफ्नो सेफ्टी, आफ्नो टोलीको सेफ्टी गर्ने। यस्तै हो। यस्तै 2टा कुरा मेन प्रायोरिटीमा राखेर काम गर्ने। इन्टरनेटमा राखिएको तर केही बेरमै हटाएको यो भिडियोमा प्रहरीलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्न भनेको सुन्न सकिन्छ। कन्टेन गर्न सकिन्छ, रोक्न सकिन्छ भन्यो भने सेलहरू प्रयोग गर्ने, सबै आफ्नो सेफ्टीको ख्याल गर्ने। जस्तो मैले पाउनु भएको छ यो अल स्टेसन भिडियो कन्ट्रोल। प्रहरीले मैदान छोडेपछि कोलाहल छाउँछ।
सुरक्षा हटाइएपछि संघीय संसद भवनमा भिडले बिचरा यार प्रहरीको पनि यार गल्ती त होइन यार, अब के गर्नु, माथिको आदेश अब त्यस्तै हो होइन। माया त लाग्छ नि अब उनीहरूको सिचुएसन हेर्दाखेरि पनि अब होइन, कहीँनिर ढुङ्गाले दिइरहेछन्, अब गाह्रो यार। आइएम सो सरी फर द्याट। तर लास्ट नमजा आयो यार, घाटा हामीलाई नै भयो, हामी आफै लडेर घाटा हामीलाई नै भयो, हाम्रै देशमा घाटा भयो, हाम्रै सम्पत्ति जल्यो, हाम्रै मान्छेहरू मरे होइन। केही शब्द नै भेटिन क्या बोल्नलाई, के बोल्नु यार, बहुत नमजा लाग्यो यार। कब्जा गर्छ। दिउँसो 2 बजेसम्ममा भवन उनीहरूको अधीनमा हुन्छ। केही मिनेटमै भवनमा आगो लगाइन्छ। युथहरूमा पावर भए पनि अब अलिअलि आलका चाहिँ माइन्ड हुन्छ नि त, जहाँ गए पनि अब इन्टरटेनमेन्ट चाहिँ गराइ नै हाल्छन् केटाहरूले। फेरि के गर्नु, त्यो कुइरे दाईको भिडियो त सबैले हेर्नुभएको छ होला नि। बाफरे, म त त्यस्तो धेरै काठमाडौँ चाहिँ गएको छैन, म काठमाडौँको बासिन्दा पनि होइन। काठमाडौँको मलाई म्याक्सिमम कुराहरू पनि थाहा छैन, मलाई बाटोघाटोको म्यापहरूको बारेमा। तर यो भिडियो हेर्दाखेरि चाहिँ एकदमै सजिलो तरिकाले बुझिरहेको छु अनि एकदमै स्पष्ट तरिकाले। काठमाडौँमा म बढीमा भयो अहिलेसम्म 2-3 चोटि गएँ होला। एकचोटि पासपोर्ट बनाउन गएको थिएँ, एकचोटि दुबई आउँदाखेरि गएँ, अनि अहिले भनेको चाहिँ त्यही ट्रान्जिटको रूपमा मात्रै गइन्छ एयरपोर्टमा, अनि घर जाने, एयरपोर्टबाट आउने, त्यसरी नै आयो जावत भइरहेको हुन्छ। तर म रियली चाहिँ मलाई टु बी अनेस्ट मलाई थाहा छैन काठमाडौँ कस्तो छ भनेर, पुरै अब त्यो घुमेको छुइनँ म। तर म एक दिन घुम्न मन छ। मैले यो प्रत्यक्ष रूपमा यो मैले केही पनि देखेको छैन। काठमाडौँको सिंहदरबार, नारायण हिटी, संसद भवन मैले कहीँ केही पनि देखेकै छुइनँ क्या। नेताहरूलाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लैजान्छन्। दिउँसो 2:30 बजेसम्ममा प्रधानमन्त्री तथा धेरैजसो वरिष्ठ नेताहरू सेनाको संरक्षणमा हुन्छन्। वरिष्ठ प्रहरी अधिकारीहरू पनि सैन्य यसो भागे जस्तो गरिदिनुपर्छ, भागो भन्थ्यन् केपी ओली बाले। फेरि उसको फेरि आफ्नै छ क्या, फेरि उसको फेरि आफ्नै दुनियाँ छ। ऊ फेरि यस्तो हेलिकप्टर लगेर भागिरहेछ, मरी ज्यान जोगाइरहेछ। दोस्रो दिन आएर के भन्छ, मैले त भागे जस्तो पो गरेको हो त। कहाँ भागेको, म डराउँछु त जेन्जीसँग, म त भाग्दिनँ नि, मैले त भागे जस्तो पो गरेको हो त भन्छ फेरि दोस्रो दिनै आएर क्या। यस्तो कन्फिडेन्स कहाँबाट आउँछ क्या केपी बा? के खानुहुन्छ तपाईँ? वाट इज द रिजन बिहाइन्ड द्याट दिस काइन्ड अफ कन्फिडेन्स? हाउ आई क्यान गेट? प्लिज लेट मी नो। ओके, इङ्ग्लिस फेरि मलाई आउँदैन कि, यत्तिकै दिइरह हुन्छ बेला बेलामा। आइएम सरी फर द्याट गाइज। मुख्यालय परिसरमा आश्रय लिन पुग्छन्। सडकमै छोडिएका तल्लो दर्जाका सुरक्षाकर्मी अब भिडको निशानमा पर्छन्। तीमध्ये केहीको वर्दी च्यातिन्छ, सार्वजनिक बेइज्जती गरिन्छ। एक कनिष्ठ अधिकारीले आफूलाई कमान्डरहरूले अल्पत्र पारेको महसुस भएको बताए। कनिष्ठका रूपमा आक्रमणमा परेको बेला हाम्रा वरिष्ठ र नेतृत्वले साथ दिन्छन् भन्ने अपेक्षा थियो।
तर हामीलाई एक्लै छोडियो, आवश्यक कदम चालिएन। हामीले आफूलाई अभिभावकविहीन महसुस गर्यौं। उनीहरूले आफूलाई त जोगाए, तर के गर्ने, के भइरहेको छ भन्ने बारे हामीलाई जानकारी समेत दिएनन्। आगजनी र विध्वंसका घटना पछाडि त्यस्तो चाहिँ गर्नु नहुने थियो यार। एउटा टिममा भइसके पछाडि होइन, जे जस्तो भए पनि अब उनीहरूलाई पनि अब भागम भाग भइरहला, कति डर कति टेन्सन भइरहला। मान्छेलाई ज्यानको माया कति बेला थाहा हुन्छ, थाहा छ? जति बेला ऊ अप्ठ्यारोमा हुन्छ, जति बेला अब मेरो ज्यान जान सक्छ भन्ने उसले रियलाइज गर्छ, त्यति बेला मान्छेलाई ज्यानको माया कति हुन्छ। अब त्यो मान्छेहरूलाई कति डर लागिरहला अब, किनकि जेन्जीहरूको भिडमा पऱ्यो भने बाँकी राख्दैनन् भन्ने त थाहा थियो नि त। आई क्यान फिल द्याट पेन क्या। कति डराइराख्नु भएको छ अब त्यस्तो बेलामा अब माथिबाट सपोर्ट गरेन, हेरिदिएन भने चाहिँ अब नराम्रो, डेफिनेटली नै नराम्रो लाग्छ होइन। तर अब नेपाल प्रहरीले पनि अब सकेसम्म आफ्नो अब स्ट्रेन्थ चाहिँ देखाएको हो होइन। तर अनफर्चुनेटली अब यस्तै भयो अब होइन। मलाई चाहिँ दुईतिरैबाट मलाई नराम्रो लागिरहेछ होइन। नेपाल प्रहरीको लागि पनि मलाई एकदमै माया लाग्छ, जेन्जीहरूको लागि पनि माया लाग्यो। यसमा न नेपाल प्रहरीको गल्ती छ न उसको छ। यो मेन गल्ती भनेको चाहिँ माथि जो छ नि, बुझिहाल्नुभयो होला, उहाँकै गल्ती हो। केही राजनीतिक समूहहरूको हात रहेको आक्षेप व्यापक रूपमा फैलिएको थियो। तर हामीले न ती आक्षेपका सत्यता पुष्टि गर्न सक्यौं, न तीलाई नकार्न सक्यौं। हिंसा काठमाडौँ बाहिर फैलिन्छ, देशभरि छाउँछ। भदौ 24 गते दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन्। एक हिसाबले लाग्यो कि हामीले देश अब हाम्रो भयो होइन। हामीले यस्तो अहङ्कारी, यस्तो सरकारलाई घुँडा टेकायौँ भन्ने खुसी पनि थियो त्यो बेलामा, र एक प्रकारको हामी वेदनामा पनि थियौँ। हामीले आर्मीलाई रिक्वेस्ट गऱ्यौँ, प्लिज है अब यस्तो तपाईँहरूले रोकिदिनुहोस्, तपाईँले कन्ट्रोल गरिदिनुहोस् भन्ने खालको, यो पिस मेन्टेन गरिदिनुहोस् भन्ने खालको आग्रह गऱ्यौँ। तर साँझसम्मै अराजकता जारी रहन्छ। मैले हो, यो नेपाल हाम्रो, हाम्रो यो नेपाल, कसैले केही गर्न सक्दैन। रात पर्दासम्म सयौं भवनहरू जलिरहेका हुन्छन्, ब्याङ्क र शस्त्रागारहरू लुटिन्छन्। 13,000 भन्दा बढी कैदीबन्दी कारागार फोडेर भाग्छन्। 3 जना प्रहरीहरू मारिन्छन् र कम्तीमा 50 जना अरू नेपालीले ज्यान गुमाउँछन्। राति 9 बजे मात्रै सेना सक्रिय हुन्छ। यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी 10 बजेदेखि कडा खालको कर्फ्यू लाग्ने हुँदा सबैजना आफ्नो घरतर्फ सुरक्षित प्रस्थान गर्नुहुन। सेनाको हस्तक्षेपले 2 दिनदेखिको कोलाहल र रक्तपातलाई अन्त्य गर्छ। तर सेनाले धेरै ढिलो गर्यो भन्ने धेरै नेपालीलाई लाग्छ। नेपाली सेनासँग प्रशस्त सैनिक थिए, सर्वसाधारणमाथि गोली चलाउनु पर्ने आवश्यकता थिएन। मुख्य सडकहरूमा 100 देखि 150 सैनिक तैनात गरे मात्र पनि पुग्थ्यो। यसरी ठूलो राष्ट्रिय क्षति टार्न सके। तर प्रहरी सबैभन्दा बढी मार सहेर बसेपछि मात्रै उनीहरू श्रेय लिन आएका जस्तो महसुस हुन्छ। डिस्कोर्डको च्यानलमा अब 1 लाख भन्दा बढी मानिस थिए। 48 घण्टा अघि मात्रै उनीहरू विरोध प्रदर्शनको योजना बनाउँदै। नेपाली सेनाले कन्ट्रोल त गरेको हो, नगरेको भन्न मिल्दैन होइन। प्रहरीले पनि एफोर्ट त गरेको हो, तर सकिएन। अब लास्टमा केही उपाय नेपाली सेना भनेको अब जहाँ पायो त्यही जति बेला भने त्यति बेला कहाँ जान सक्छ त। अब त्यो उसको भनेको लास्टमा केही अप्सन लागेन भने अब गर्ने हो। लास्टमा उसकै हातमा आयो आउन चाहिँ नेपाली सेनाले नै। तर नेपाल प्रहरीले पनि एकदम राम्रो सपोर्ट चाहिँ मारेको हो होइन। तब त्यस्तो नेपाली सेनालाई चाहिँ अब क्रेडिट लिने नै चाहिँ आएको हो भन्ने चाहिँ अब नमिल्ला कि, किनकि पछि जब नेपाली सेनाले को कन्ट्रोलमा आयो त्यस पछाडि मात्रै शान्ति भएको हो नि त। चाहे दोस्रो दिनको राति नै लिए पनि, नत्र 25 गते पनि त्यस्तै हुने सम्भावना हुन्थ्यो कि हुन्थेन भनेर कसलाई थाहा थियो
होइन। सो त्यस्तै हो। अहिले सरकार ढलेपछि र देशैभरि आगो लागेपछि उनीहरू नेपालको भविष्यबारे बहस गर्दै थिए। Sushila Karki, a former Supreme Court Chief Justice, was sworn in after protesters forced her predecessor from office. सेनाले लागू गरेको शान्ति कायम रह्यो। भदौ 27 गते नेपालले नयाँ प्रधानमन्त्री पायो। नेपाल हाँक्ने पदमा प्रथम महिला। उनको मुख्य जिम्मेवारी नयाँ निर्वाचन र भदौ 23 र 24 गतेका घटनाबारे अझैसम्म जारी छानबिनलाई सम्पन्न गराउने। यस छानबिनको केन्द्रमा एउटा सरल प्रश्न छ। देशलाई नै आगो लगाउने गरी भएको हत्याको जिम्मेवार को हो? चेन अफ कमान्डमा रहेका मुख्य व्यक्तिहरूले अहिले एक अर्कालाई दोष लगाइरहेका छन्। हाम्रा स्रोतका अनुसार बल प्रयोग गर्ने आदेश नेपाल प्रहरीका सर्वोच्च अधिकारीबाट आएको थियो। कल साइन पिटो 1, तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङबाट। तर खापुङले जोड दिन्छन् कि त्यसबेला दोष लगाउन मिल्दैन, यसको छानबिन चाहिँ हुनैपर्छ। यो नत्र जबसम्म यसको छानबिन हुँदैन र कारबाही हुँदैन तबसम्म जेनजीको आत्माले शान्ति पाउँदैन। म क्यामेरामा हेरेर पनि म बोल्न सकिरहेको छैन। म यति टुटिसकेँ कि यो भिडियो हेरेर मनबाट। यो हुनै सक्दैन। एकले अर्कालाई दोष दिने, अर्काले एकलाई दोष दिने, यो कुरा यो हुँदैन। यसको छानबिन चाहिँ निष्पक्ष रूपमा हुनुपर्छ। जो दोषी हो उसलाई कारबाही चाहिँ हुनैपर्छ जसरी भए पनि। जबसम्म यस्तो हुँदैन तबसम्म जेनजीको आत्माले शान्ति पाउँदैन। यसको कुनै जेनजीको आन्दोलनको अर्थ नै रहँदैन क्या। जबसम्म यो देशमा भ्रष्टाचार सुशासन कायम हुँदैन, जबसम्म यो कुराको छानबिन हुँदैन तबसम्म हुँदैन क्या। जेनजीको आत्माले शान्ति पाउँदैन। त्यसको मतलबै छैन फेरि आन्दोलन किन गरेको। सुरक्षाको जिम्मा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको थियो। रिजालले घटनाबारे जिम्मेवारी लिन अस्वीकार गरेका छन्। गृहमन्त्री रमेश लेखकले पनि कुनै जिम्मेवारी स्वीकारेका छैनन्। तत्कालीन प्रधानमन्त्री केपी ओली समेत आफूले कुनै गल्ती गरेको मान्न तयार छैनन्। अनि जिम्मेवारी पर्छ भने कुन देशमा जिम्मेवार को होस्? रङ्गभेदका कारणले घाँटी थिचिएर मर्दा राष्ट्रपति जिम्मेवार हुन्छ कि? यसको मलाई अनुहारदेखि मेरो पारो तात्छ। के भन्नु? कुन देशमा जिम्मेवार हुन्छ भन्दैछ क्या। अरू देशको कुरै छैन नि। मान्छे नेपालमा मरेका छन्। मान्छे नेपालमा गोली हान्ने आदेश नेपालमा दिएका छौ भने नेपालको जिम्मेवारी लिनुपर्छ होला नि त। के हो? तिमी देशको प्रधानमन्त्री हो, सर्वोच्च पदमा बसेको मान्छे, तिमी देशलाई रिप्रेजेन्ट गर्ने मान्छे। अनि रोडमा पुलिसले केटाकेटीहरूलाई गोली हानेको छ भन्ने कुरा तिमीलाई थाहा हुँदैन? तिमीसँग पुग्दैन? ल गोली हान्ने आदेश तिमीले दिएको छैनौ, ल माने। गोली हान्ने आदेश तिमीले दिएको छैनौ, ल सपोज टु बी मैले ल माने, मैले गु खाएर ल मैले माने। तर त्यत्रो मर्दाखेरि त्यत्रो मान्छेहरू मर्दाखेरि तिमीले गोली त रोक्न त सक्थ्यौ होला नि त। नमार है, गोली चाहिँ नचलाऊ है भन्न सक्थ्यो होला नि त। गोली हाने पनि कम्मर मुनि घुँडा मुनि हान है भन्न त सक्थ्यो होला नि त। कि त्यो पनि थाहा थिएन तिमीलाई? अलिकति छैन। अनि फेरि कुन देशको जिम्मा लिनु अरे भन्छ फेरि उल्टै क्या। फेरि के हो के यसले के सोचिरहेछन् कि मान्छेहरूले? मलाई भगवान् मलाई माफ गरिदियो, म के बोलिरहेको छु। आइएम सो सरी। मलाई फेरि भोलि नेपाल पनि जानुपर्छ। मेरो घर नेपालमै हो। आइएम सरी। भिडियो अगाडि बढाऊ। प्रहरी र नेताले जिम्मेवारी पन्छाइरहँदा घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार शोकमा डुबेका छन्। यसका लागि दोषी को हुन् भन्ने बारे उनीहरूलाई कुनै शङ्का नै छैन। सबभन्दा हाम्रो चाहिँ दोषीलाई कारबाही हुनुपर्छ होइन, मेरो भनाइ चाहिँ त्यही हो। तपाईँहरूले को दोषी देख्नु भएको छ तपाईँहरूको नजरमा? 3 करोड नेपालीलाई फर्लङ्ग थाहा छ कि दोषी को हो भनेर।
अहिले नाम हामीले किटान गर्नुपर्ने आवश्यकता पनि छैन। अघिल्लो सरकारले मचाएको यो सबै वितण्डा हो हैन। त्यो सरकारमा लिड गर्नेहरू को थिए ती सबै दोषी। हाम्रो सपना सबै चकनाचुरै भयो। उनीहरूको लागि त एउटा विद्यार्थी गयो, हाम्रो लागि त एउटा संसारै गयो। भित्रै मलाई रुनै आउँदैन क्या, मलाई गफ गरिराख्नु मन लाग्छ क्या। यहीँ छ भन्छु अनि म उसँग गफ गरिराख्छु। कतिखेर आउँछ छिटो आइज, मेरो मनमा त्यही मात्रै घुमिरहेको छ। स्कुलको ड्रेसमा मात्रै झझल्को आउँछ, बिहा बोकेर आइपुग्छ भनेर। मैले त छैन भनेर मैले एक्सेप्ट पनि गरेको छु। अस्ति एक दिन सपना देखेको थिएँ, भगवान्सँग बिटा थापेर मागेको थिएँ। यसरी आइजन भन्दै यसो गर्थेँ, मागेको थिएँ। त्यसरी आएको त हुन्थ्यो। कस्तो आशा त यार। द्याट्स अल गाइज, भिडियो पनि हेरियो, लास्ट इमोसनल भिडियो है। मलाई यस्तो लाग्यो कि यो भिडियोले मलाई फेरि घुमाइ फिराइ त्यही दिनमा पुर्यायो, भदौ 23 र 24 गतिकै दिन पुर्याए जस्तो फिल भयो। एकदमै इमोसनल छ र एकदमै ट्रुथवाला भिडियो छ। इन्भेस्टिगेसन एकदम खतरा गरेको छ बिबिसी टिमले। अनि यो भिडियो चाहिँ मलाई यस्तो लाग्छ कि अहिले चुनावको बेला छ, चोकमा गएर सबलाई देखाउनु भन्ने क्या, त्यो ठुलो डिस्प्ले लगाएर। यस्तो राम्रो इन्फर्मेटिभ भिडियो छ। अनि आशा छ तपाईँहरूले पनि त्यो दिन के भएको थियो, कसले गरेको थियो, कसरी भएको थियो भन्ने कुराको उत्तर पाइसक्नु भएको छ। अब वेटिङ भनेको अब हाम्रो नयाँ प्रधानमन्त्री जो पनि आउँदै हुनुहुन्छ, स्पेसली बालेनजी, उहाँले चाहिँ अब राम्रोसँग छानबिन गर्नुहुन्छ र दोषीलाई कडाभन्दा कडा कारबाही दिनुहुन्छ भन्ने आशा छ। जेनजीको योगदान हामीले त्यत्तिकै खेर जान दिनु हुँदैन। जबसम्म तिनीहरूको मम्मी बुवाले, आमा बुवाले, त्यो उहाँहरूको परिवारले यसको न्याय पाउँदैनन्, तबसम्म जेनजीको योगदान भनेको पाए जस्तो लाग्दैन मलाई। जबसम्म उहाँको परिवारले, जेनजीको परिवारले, जतिजना पनि मान्छे मरेका छन् यो आन्दोलनमा, उहाँको परिवारले, यो देशले सबैले न्याय पाउनुपर्छ। र मेरो एउटा रिक्वेस्ट पनि के छ भन्दाखेरिमा, जो मान्छेहरूले यो भिडियो हेर्दै हुनुहुन्छ, जो मान्छेले यो भिडियोहरू हेर्नुभयो, एकचोटि आफ्नो परिवारलाई पनि देखाइदिनु होला, एकचोटि आफ्नो फ्यामिलीलाई पनि देखाइदिनु होला। जति पनि जेनजीहरूको यसमा यो योगदान छ, जतिजनाहरू पनि मान्छे मरे, एकचोटि आफ्नो घरको मान्छे भनेर एउटा फिल गरेर सोच्नु। यदि त्यो मर्ने ठाउँमा, त्यो मर्ने मान्छे त्यो बाबुको ठाउँमा आफ्नो नानी भइदिएको भए कस्तो फिल हुन्थ्यो तपाईँलाई, त्यो ठाउँमा आफूलाई राखेर सोच्नुहोस् होइन। सो प्लिज, यत्रो वर्षदेखि हामीले यत्रो पुरानो मान्छेहरूलाई हेऱ्यौँ होइन, त्यत्रो पार्टीहरूलाई भोट दियौँ, एकचोटि होइन, दुईचोटि होइन, 30-40 वर्षदेखि हामीले, यत्रो वर्षदेखि हामीले उनीहरूलाई हेर्दै आएको छौँ। एकचोटि हामीले परिवर्तनको लागि चाहिँ हामीले भोट दिनुपर्छ। यो पालि पनि हामीले चुक्यौँ भने त्यसपछि नेपालमा फेरि यस्तै आन्दोलनहरू, यस्ता नानी बाबाहरू कैयौँ मर्नेछन्, कैयौँ घाइते हुनेछन्, के हुनेछ त्यो हामी इमेजिन पनि गर्न सक्दैनौँ। सो प्लिज यसपालि एकचोटिलाई भए पनि भोट फर चेन्ज। र अन्त्यमा आई वुड लाइक टु से टु बिबिसी नेपाली इन्टायर टिम्स, थ्याङ्क यू सो मच टु प्रेजेन्टिङ भेरी इम्पोर्टेन्ट इस्यु। र म्याक्सिमम कुराहरू चाहिँ न्युज च्यानलले कभर नगरेको, युट्युब च्यानलहरूबाट, न्युज च्यानलहरूबाट कभर नगरेको कुराहरूलाई चाहिँ तपाईँले स्पष्ट रूपमा देखाइदिनु भएको छ। अनि यस्तो जनताको सामु यस्तो राम्रो डकुमेन्ट्रीहरू लिएर आउनुभएको छ। थ्याङ्क यू सो मच बिबिसी इन्टायर टिमलाई। आगामी दिनहरूमा पनि यस्तै भिडियोहरू हुनेछ भन्ने मेरो आशा छ। र सबैजनालाई मेरो यसपालिको भोट चाहिँ चेन्जको लागि गरिदिनुहोस् है भनेर बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। भोट फर चेन्ज। थ्याङ्क यू।